हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू भिडियोको साथमा फेरि पनि उपस्थित भइसकेको छु डेली ब्लगको साथमा। हिजोको ब्लग हेर्नु भएको छैन भने हेर्नु होला। सो हिजोको ब्लगमा चाहिँ म यसो है आउटडोर गएको थिएँ माइन्ड फ्रेस गर्नको लागि। सो अनि पाँच थरको भालुचोक, गणेश चोक, लेङ्बा साइडतिरको चट्टसँगले पुतली सर्ट मैले लगाइदिएको छु। सो त्यो हेर्न सक्नुहुनेछ। सो आज पनि डेली ब्लग स्टार्ट भइसकेको छ। अहिले चाहिँ म मस्त काम गरिरहेको छु। एक दुईवटा मैले काम पनि भ्याइसकेँ अनि मात्र मैले भ्लग स्टार्ट गरिरहेको छु। चिया कफी सबै खाइसक्यो अघि नै। बाहिर चाहिँ यस्तो घाम लागिरहेछ। घाम लाग्दा चाहिँ यसरी पुन्टे फ्यान चलाइराख्नुपर्ने हुन्छ। यसरी यो चलिरहेछ, आनन्द फिल भइरहेछ। यो अब चाहिँ मार्छु, एकछिन चाहिँ मार्छु अनि अहिले फेरि गर्मी लाग्यो भने फेरि अन गर्ने हो। सो आजको दिन सबैको शुभ रहोस्। साँच्चीकै भन्नुपर्दा त आज त म एक्लै छु साथीभाइहरू। खाना त आउँदैन, आफै बनाएर खानुपर्ने हुन्छ। सो अहिले चाहिँ 11:43 गयो। 2 बजीसम्म अलिक बिजी हुन्छ। त्यही भएर 2 बजीपछि पो खाना बनाएर खाउँ कि भनेर म सोच्दैछु। सो अनि हिजोको भ्लग पनि एडिट भइसकेको छ, देख्न सक्नुहुनेछ। एक्सपोर्ट हुँदैछ होइन चट्टसँगले। हिजोको भ्लग चाहिँ माइन्ड फ्रेसको लागि सोलो राइडमा निस्किएको थिएँ। यस्तो धेरै गर्मी भयो। काबेली पाँच थरको गणेश चोक र भालुचोकको चाहिँ ड्रोन सट मैले हजुरहरूलाई देखाउने कोसिस गरेको छु। हेर्नुभएको छैन भने हेर्नु होला। अनि लेङ्बा साइडको पनि यस्तो दामी भ्यू आएको छ, त्यो ठाउँको पनि छ। सो एकचोटि त्यो भिडियोहरू हेर्नु होला अनि कमेन्ट गर्नु होला के कस्तो लाग्छ। सो यस्तो घाम लागिरहेछ बाहिर। अब खाना बनाएर खानुपर्ने हुन्छ। रुम जान्छु, खाना चट्ट बनाउँछु, खान्छु। सब्जी चाहिँ फेरि हिजोकै छ होइन, चट्ट खाना बनाउने अनि खाने। ल अब जाँदा चाहिँ स्कुटर लिएर जान्छु। खाना खाएर यसलाई हटाइदिइराख्नु पर्यो, यता राख्नुपर्छ। मौसम आज दामी छ ताप्लेजुङको। सो अब चाहिँ मैले खाना बनाउनु पर्ने हुन्छ। खाने हो अनि गइहाल्ने हो। आधी घन्टाभित्रमा सक्नुपर्छ अनि खाने चल्दिहाल्ने हो। अब चाहिँ खाइन्छ खाना मस्तसँगले। यस्तो तातो तातो फास्ट बनाएर होइन, देख्न सक्नुहुनेछ। एक थाल लिएर बसेको छु। यहाँ सब्जी छ चट्ट, यो चिकन, यो पर्क है। सो गाह्रो छ साथीभाइहरू। पसल बन्द भए जस्तै हो। बन्द चाहिँ छैन, मान्छे नभएपछि बन्द भए जस्तो हो। सो कोही छैन पसलमा। सो म खाना खान्छु, त्यसपछि गइहाल्छु। त्यही भएर हतार गरेर खानासाना बनाएँ। अब मस्तसँगले डल्ले खोर्सानीसँग खानुपर्ने हुन्छ खाना। ओके गाइस, ओके फर्स्ट बाइट ल। हातले खाएको चिकन दामी भएछ। ओके साथीहरू, फाइनली खाना खाइयो। अब सक्स लगाउने हो, कुदिहाल्ने हो पसल। आम्मामा कस्तो गर्मी लाग्यो। हतार पनि यति धेरै हतार गाइस। मेरो चाहिँ त यस्तै हुन्छ कहिलेकाहीँ। सो के गर्नु, खानु परिहाल्यो है। खानको लागि गरिया हो, खाइएन भने फेरि जिन्दगी सकिन्न पनि सक्छ। ल खाना खाइयो मस्तसँगले। अब लाग्यो पसलतिर फेरि। अब चाहिँ स्कुटर लिएर गइन्छ। सो भरै ऱ्याकेट खेल्नलाई जानलाई हिँडेरै आउनुपर्ने हुन्छ। सो अहिले नै यसलाई लिएर, यो ह्यान्डल लक किन मिल्दैन यसको? ल यो ह्यान्डल लक अलिक खोलिनु मान्दैन यार। ल नयाँ बाइक छ, समस्या छ यस्तो, गाह्रो छ। यस्तो गर्मी लाग्यो, फ्यान चलाउनै पर्ने भयो। आम्मामामा लास्टै धेरै गर्मी भयो। खाना खाएर आएको त आमामामा। ल अब चाहिँ नन स्टप पसलमा बसिन्छ बेलुका 8 बजीसम्म। कतै नहल्ली बस्नुपर्ने हुन्छ। दिउँसै पानी पर्यो आज चाहिँ। सो मैले चाहिँ काम गर्दैछु। यो चिजलाई मैले बनाएको 1-2 दिन भयो, तर आज चाहिँ सक्सेसफुल गर्नेवाला छु। योलाई मैले बनाउँदैछु। यहाँ क्यामेरा यहाँबाट आइरहेछ। यो चाहिँ यहाँनिर देखिरहेछ। यसको माध्यमबाट साथीभाइहरू
बाहिर यस्तो पानी परिरहेछ। सो म चाहिँ धमाधम काम गरिरहेको छु। हिजोको भ्लग पनि अपलोड भइसकेको छ। जहिले बेलुका 5 देखि 6 बजीसम्म हाम्रो भिडियो पब्लिक भइसक्छ है साथीहरू। ल यहाँ रेडी भइसकेको छ। पसल बन्द गर्नु पर्यो भनेको लाइन गयो, ट्याक्क बन्द गर्दै थियो लाइन गइहाल्यो। सो स्विचहरू सबै मार्ने। कस्तो पानी परिरहेछ बाहिर। अब ऱ्याकेट खेल्न गइन्छ। यस्तो दामी पानी परिरहेछ है, जहिले पर्छ। तर सबैभन्दा पहिला म कपाल काट्नु पर्यो साथीहरू, कपाल काट्ने सुरुमा चाहिँ। ल साथीहरू फाइनल्ली खुत्रुकै भएर आयो। आज लाइनले गर्दा ऱ्याकेट खेल्न गइएन। कति बज्यो भन्दाखेरि 10:51 गएछ गाइस। ओ माई गड। ल हेलमेटलाई खोल्छु। सो अब मैले के गर्नुपर्छ भन्दाखेरि करेन्ट यो करेन्टलाई बनाएर खाने हो गाइस है। सो अब यो बनाउने खाने म्याच पनि हेर्नुपर्ने छ। सो हाम्रो भ्लग आजको चाहिँ यस्तै भयो साथीहरू। रातिको 11:30 भएको छ। नुडल्स बनाएर खाने मै मात्र लगाएछ होइन। सो अब यसलाई खानुपर्ने हुन्छ। मैले यो लाउनु पर्ने हुन्छ सुरुमा। खानु त पर्यो नि हो साथीहरू, गाह्रो छ। ओके निस्किँदैन त हौ सबै त। ह्यान्डमा चेताउने माध्यम पनि डेन्जर छ गाइज। ओके सो आजको भ्लग चाहिँ यस्तै भयो। लास्टमा मुकबाङ ठोकेर इन्ड गर्ने हो। ओके यत्रो धेरै छ। दुईटा करेन्ट गाइज, धेरै होइन दुईटा करेन्ट के हो र साथीहरू। सोचो पिरो भएछ पिरो। वाह टेस्टी।